हेलो साथीहरु, आज न्यू इयर, सबैलाई ह्यापी न्यू इयर। आज हामी लुम्बिनी केबल कार अथवा सिद्धार्थ केबल कार दुईटा मध्ये एउटा जुन टिकट पाइन्छ त्यहाँ हामी जाँदैछौँ। अब झुम्सा आउनु थाल्यो, छोरी रेडी हुँदैछ। ल गाइस, घर पनि देखेको सुन्नु हुँदै रहेछ। टिकट काट्न जानुपर्छ। खासै भिड छैन, बन्दै गरेर होला सायद। न्यु इयरमा पनि भिड छैन, पुरै खाली छ साथीहरू है। अब छोरी अगाडि गइसकेको छन्। अन्डर कन्स्ट्रक्सन भए पनि निकै नै सुन्दर बनाइसकेको रहेछ। एकजनाको 4 सय बच्चाको चाहिँ भए पनि पुरै पैसा लाग्दो रहेछ। त्यो रातो घेरा अघि देखाएको घेराभन्दा मुनि भयो भने बच्चाको पैसा लाग्दैन अरे, अदरवाइज फुल पैसा लाग्ने रहेछ। पर हेड 4 सय है त साथीहरू। यो हाम्रो बुढल पाल्मा पनि यतिको हुनु भनेको ठुलो कुरो हो नि, त्यसै लिनुपर्छ कि हामीले त। हाम्रो क्षेत्रलाई यो बाहिरबाट मान्छे आएर हेर्छ नि त। यहाँनिर रेस्टुरेन्ट रहेछ, सक्नुहुन्छ। माथिको दृश्यहरू पुरै अन्डर कन्स्ट्रक्सन छ। यहाँ यस्तो मन्दिर बनाएको रहेछ। लुम्बिनी केबल कारमा चाहिँ कामाख्या देवीको मन्दिर रहेको छ। यहाँ भने यो कृष्णको मन्दिर हो भन्ने चाहिँ सुन्नमा आएको छ। लेट्स चेक आउट साथीहरू। यो पनि बन्दै गरेको रहेछ। घुम्न आउने साथीहरू चाहिँ 2-4 महिना पछि आउनुभयो भने यो पुरै रेडी भइसक्यो। गढीको किल्ला रहेछ साथीहरूलाई हेर्नुहोस्, यहाँ यस्तो रहेछ। यहाँको बगलमै चाहिँ नि अहिले साथमा यो भयस्थानको मन्दिर रहेछ है साथीहरू। अघि के को मन्दिर भन्दै थिएँ मैले, यो भयस्थानको मन्दिर रहेछ। टिका लगाएर आउँदैछ छोरी। बाइकबाट आउनुभयो भने यो कालो चढेर, अहिले त म ओह्रालो झरिरहेको छु, त्यो कालो चढेर त्यो केबल कारको स्टेसनमा जान सकिन्छ।
बाइकमा आउनुभयो भने यो ठाउँमा आएर यहाँ नजिकै उदय सिंहको पार्क छ, त्यहाँबाट माथि जान सक्नुहुन्छ है साथीहरू। ल बाबु यहाँ छ है उदय सिंहको खुट्टामा। अब यहाँबाट यो घाममा घुमफिर गरेर न्यु इयर मनाएर अब हामी नुवाकोट डाँडाबाट यहाँबाट चाहिँ सही अब गाडी गयो। अब जाँदैछौँ है हामीले दृश्यहरू उकालो आउँदा हो साथीहरू आनन्द। अब यो त बुकिङ गरे जस्तो भयो हाम्रो। हेर्नु साथीहरू कोही छ नि, दायाँ बायाँ कोही छैन। अघि जाँदा पुरा यो खाली थियो, अहिले पुरै सबै भरिएछ। अहिले मान्छेको चाप एकदम बढी देखियो।